सो हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई च्यानल। नमस्ते सबैजनालाई होइन। आज त हामी फुटबल खेल्नु जाँदैछौँ। यहाँनिर छ केटाहरू, हाम्रो बाइक यहाँ छ होइन। त्यहाँ यिनीहरू दुई भाइ चाहिँ अझै आउँदैछन्। त्यहाँनिर छ हाम्रो किपर। यिनी मान्छेहरू चाहिँ अब कडा खेल्छ हो। हेलो गाइस, बिस्तारी चाहिँ हिँड है केटा हो। जोसमा नआइज है, जोसमा चाहिँ नआइज, त्यति भन्छु म चाहिँ। ओभरअल त अब यस्तै हो। हामी चाहिँ फिलहाल चाहिँ अहिले चाहिँ आले खेला मैदानदेखिको ओह्रालो जाँदैछौँ होइन। अब काम गरेर खानुहुन्छ यस्तै भिडियो बनाएर इन्कम आउँदैछ भने त लट्स अफ पिपलकोमा अपर्च्युनिटी हुन्छ नि त। अब जसकोमै त हुन्छ फोन। म चाहिँ त्यही भन्छु, अब जसको हरेक जान्ने नजानेको हुन्छ होइन, हल्का भिडियो बनाएर पनि अब उसले कमाउँदैछ, इन्कम कमाउँदैछ, घरमा दिँदैछ भने त अब त्यो राम्रो कुरो हो नि त। त्यही भएर चाहिँ प्लिज गाइस है, सपोर्ट नेपाली पिपल। अहिले यहाँनिर निन्जा स्टारहरू भए, अलिक बबल गाडीहरू भए अब त्यस्तै अब सपोर्ट हुन्थ्यो होइन। कडा हुन्थ्यो नि, अब भइहाल्ला त। अब सपोर्ट यस्तो हुन्छ के भन्नु अब होइन। हामी अब यसो गाउँघरकोहरूलाई त अब कहाँ सपोर्ट हुन्छ त। यसरी चाहिँ नसपोर्ट छु। लाइनमा जाउँ हामी जस्तो हेर, पर एकजना, दुईजना, तिनजना, चारवटा बाइक, तिनवटा बाइक, एउटा स्कुटी कडा कुदाउँदैछ केटाले। दुईवटा पोल्सर छ हो, एउटा 180, 150 अन्त एउटा एनएस छ। केटाहरू चाहिँ त्यही हो अहिले। त्यस्तोहरूमा छ, मोड्छ हौ, मोड्छ केटाहरू। जवानीको जोसमा केटाहरू जान्छ है। ठिकैकोमा हिँड्नुपर्ने नि त। खास गरी चाहिँ अब म चाहिँ त्यही भन्छु होइन, चिलमा जाऊ। ज्यादा उयो पनि हाइपर पनि हुनु हुँदैन भएपछि होइन। यतिकोमै ठिकै छ त, चिलमा जाऊ न होइन। साइलेन्स यो केसीको छोड्दै उनले खुट्टा। एयर ब्रेक कराएको गाडी छ नि त यार। यो केटाहरूलाई अगाडि जानु दिउँ हौ है। हेर्दै हेर्दै जाउँ न, अबर पर्छन्। मेनुलाई अगाडि जानु दिएन। हामी चाहिँ अहिले चाहिँ यहाँ आइपुग्यौँ। कहाँ होला हौ यो, कहाँ हो है? ओम मानिपेन। यसले त अन्त पल्युसनहरू पनि गर्दैछ नि त सालाले त। हाम्रो गाउँको बाटो हेरेर त सजिलो हुने हो यो। गर्दैन लभ भन्छ, लभ भने फक मन्जु ल। सो गाइस, यता जानु भयो भने चाहिँ मन्जु पुग्छ होइन, यता गयो भने चाहिँ बुङकुलुङ। सो आज नयाँ रुट तपाईँहरूलाई देखाइदिएको क्या, बुद्धिस्टकोबाट न्यू रुट। दादा बिस्तारी कत्रो आएको थियो गाडी। होइन यो त अघि त तोप जाँदै थियो त।
के भइरहेको छ त ओइ के यसरी जानुपर्छ हो 2 गोल हालिदिनु पर्यो म आज हेर्न हेर यिनी मान्छेले देखेको छैन यो म खेलेको ए भन्दे त्यसलाई सम्झँदैछ भाइलाई कस्तो चाहिँ खेल्छु भनेर कसम चान्स पायो भने त हालिदिन्छु त म कसम एकताल चाहिँ पायो भने त हालिदिन्छु म योले कन्टेन्ट दिन्छ क्या मलाई